हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौँ। हजुरको लागि फेरि नयाँ ब्लग लिएर आइसकेमा अनि सबैजनालाई ह्याप्पी दसैँ। अनि टुडे इज माई बर्थडे। के गर्दै हुनुहुन्छ? दसैँ कतिको लागेको छ अरूतिर? मसँग चाहिँ आज एउटा बहिनी छिन्, मेरी बहिनी। यिनको कपाल चाहिँ लास्टै लामो भयो। खै देखाउँदा लामो छैन, काटेर हो नत्र त। हामीतिर चाहिँ दसैँ ला हाम्रो चाहिँ यहाँ सेलरोटी बन्दै मिठो मुस्दै। हेलो भन्नु। यो मेरो बर्थडे। थ्याङ्क यू। हेलो आपु। ज्वरो आयो अङ्कललाई। हेलो आपु। अङ्कित हेलो। हेल्दा हेर्दिन कि हेल्दा खत्तम भयो। त्यहाँ चाहिँ एउटा खाएको बोले हेलो बाबु। हेलो भन। म को हो? को रे? साँच्चै बजाइ हो? दिदी भन। हेलो भन, नमस्ते भन। सन्चै छु। सन्चै छु। तिमी को हौ त? यिनले फेरि ब्लग बनिदिनु भन्छन्। ए मैले 1 घण्टादेखि ब्लग बनिदिनु भनेको थिएँ। दिउ के? हामी चिन्ताको ब्लग च्यानल छ। मेरो का ब्लग च्यानल छ त? बिबिएल गेमर तिम्रो? मेरो चाहिँ अपेक्षा सानो अनि पछि निरज अधिकारी। त्यसमा सब्स्क्राइब गरिदिनु होला गाइस। अरू केही छैन। यहाँ हुनुहुन्छ अर्को मान बाबा हामीसँग। हजुर हजुर आज म गर्नु न एकछिन। गाइस मैले चाहिँ दिदीलाई दिन थालेको छु गिफ्ट। अब दिदीलाई हात थाप्नु। हो गाइस, गिफ्ट पाएँ। पछाडि छ। थ्याङ्क यू। गिफ्ट भन्दा नि यो लेटर हो है। सुनाऊ। Happy birthday, my lovely sister. I love you, sis. And I 19 years ago. तपाईँ खुसी भएको नि? Happy birthday. थ्याङ्क My यू। sis, to Ankita Adhikari. And happy birthday to my sister. With each passing years, my wish for you remains the same to be surrounded by love, happiness, good button and health. From Apeksha Adhikari. थ्याङ्क यू सो मच। यस्तो लेटर पनि पाइसकेँ मैले। त्यो एउटा भयो अनि फेरि अर्को बहिनीले नि गिफ्ट दिन नसके पनि बहिनीहरूले यस्तो दिँदा पनि खुसी लाग्छ। त्यस्तो भयो। अनि म चाहिँ बाहिर अलिअलि काम गर्नुपर्ने हुन्छ। दसैँ हो आज, टिका छैन, त्यही पनि रमाइलो त गर्नै पऱ्यो, रोटीहरू नि खानै पऱ्यो। हजुरहरूको दसैँ के कस्तो भइरहेको छ कमेन्ट गर्नु होला। अहिले भेट्छु ल। हाम्रो घरको बडे मानको इन्ट्री भयो। फोटो कति राम्रो राखिदिनु थियो फेसबुकमा। ह्याप्पी दसैँ भन्नु त। यस्तो रमाइलो त्यहाँ तास खेलिरहन्। थ्याङ्क यू। अनि भित्र अझै एउटा मान्छेको इन्ट्री भयो। नयाँ स्कुटी किनेपछि घर आउनन्। के पाक्दैछ? यहाँ दाल पाक्दैछ, त्यहाँ आलु अचारको लागि। यहाँ चाहिँ सेलरोटी बनिसक्यो। यहाँ तरकारी अचार रेडी हुँदैछ। आज मलाई केही काम गर्न पर्यो होइन? होइन आन्टी? होइन बर्थडे भनेर छुट ल। धेरै दुब लाएँ त्यही भएर। खानासाना आएर यहाँ चाहिँ तास खेल्ने प्रोग्राम चलिरहेको। ओ खै आज केक ल्याउनु जति पैसा जित है। केक आज बन्द हुन्छ नि त। गिफ्ट दिने जति
गिफ्ट दिने जति त्यसले मलाई बर्थडे गिफ्टै दिए होइन तिमीलाई दसैँ जस्तो लाह आज नाइ म त शनिबार जस्तो नि लागेन आज कति जेउला गाइस आज दसैँ हो रे हाम्रो घर चाहिँ कोही सुनसान चन्दा मिसले लुगा धुँदै हुनुहुन्छ सुनसान हाम्रो घर जम्मा 4 जना छौँ गाइस रमाइलो छ उल्लो घर पल्लो घर अनि हाम्रो घर चाहिँ हाम्रो मात्रै भएको छ खल्लो घर त्यस्तै भयो एकैछिन त केटाकेटी थिए हल्ला गरेर रमाइलो भयो अनि गए सबै खाना आएर सबै खाना आएर गए मलाई आज चाहिँ ऊ त्यो चिजको अनबक्सिङ हो कतिखेर एकचोटि गुडाउनुहुन्छ र गुडाउँला भनेको खोइ किन स्टार्टै गर्नुहुन्न चन्दा मिसले हिँड्दा उनीहरूलाई हिँड्कै यिनीहरूलाई धेरै रमाइलो भएर आज घुम्न जाऊँ के बरु खोइ नि घुम्न जाऊँ के खोइ मिठाई खाउनु कहाँ भन्छौ र के अन्त त्यहाँ तपाईँको साथी चाहिँ प्रिया साथीले चक्लेट मागिन् भने किनेर जाने यिनलाई चक्लेट नि दिएँ होइन मैले त्यही भएर मैले 20 रुपियाँको चक्लेट किनेर दिएको दिदीलाई साथीहरूलाई त 25 चक्लेट गरिदिउँ दाँत छैन कर न आज दाँत नभए के हुन्छ त ल यहाँ साइडको त होइन के साइडको त्यति लास्टमा भन्छ म एक्लै हुने आइछु घर जाम लाग्यो तपाईँ पनि तपाईँको साथी प्रिया हुनुहुन्छ प्रिया सानीमा हुनुहुन्छ अब मलाई लाग्छ नि प्रिया सानीमा भनौँ कि दिदी भनौँ तपाईँको साथी भएपछि दिदी भन्नुपर्छ मेरो मम्मीको बहिनी होइन मम्मीको बहिनी भएपछि सानीमा भन्नुपर्छ के भनौँ यत्रो बुढी कहाँ बसेको कोही देख्नु पर्छ कि नै चक्लेट किन्न जाऊँ त्यही 50 रुपियाँको सादा चाहिँ अपेक्षाले केक ल्याइदिने कुरा हो मैले केक ल्याइदिन्छु मस्त छ 120 रुपियाँ गाइस के हुन्छ अहिले भन्छौँ 120 रुपियाँ त्यहाँ मस्नी कोठाको बिस्तारामा 20 रुपियाँ एउटा 10 रुपियाँको केक ल्याउने पैसा किनेर केक ल्याउने पैसा 120 रुपियाँ एउटा 10 रुपियाँको कप केक किनेर अनि 10 रुपियाँको क्यान्डल किनिदिन्छु अनि भयो हेप्पी बर्थडे टु यु गर्नु भन्दै ल्याइदिन्छु भयो अनि त्यो कप मैले आफै खान्छु गोबर ल्याइदिनु हुन्छ त्यस्तो भन्छ पछाडि गोबर तिम्रो नि बर्थडे आउला नि फेरि घुमे फेरि होइन र यिनलाई चाहिँ साडी लाउन मन लाग्यो अब चाहिँ हामी चाहिँ साडी लाउने हो मैले त लाउनु होला म लाउँछु घर बस्दा झ्याउला अनि हामी चाहिँ अब यसो बाटोतिर हिँड्दैछौँ आइटै मिलेन त्यस्तै गर्नुपर्ने भयो मिठाई मात्र हो र के यिनलाई त हाम्रोतिरको बाटो फेरि यस्तो राम्रो हो के एकदमै राम्रो हो यहाँ पुरै पानी भएर गाइस हिजो राति पानी भएर पुरै एकदम राम्रो भयो हामी चाहिँ त्यहाँ विवासाको बुवा बिरामी हुनुभयो अरे त्यहाँ भेट्न जान्ला हामी विवासाको बुवालाई आइटै मिलेन कि यस्तरी गर्नुपर्ने भयो के गर्ने एकचोटि चाहिँ उसले दिदीले प्र्याङ्क गरेर युट्युबमा त कसरी आउनु साथीलाई यति टाढाबाट आएको भनेर चाहिँ एउटा प्र्याङ्क भिडियो छ होइन यसो गर्नुभयो क्या त्यही भ्यू छ भन्नु उहाँ चाहिँ दिदी हो साथी अनि उहाँलाई चाहिँ आफ्नो सब्सक्राइबर्स बनाएर उहाँ टाढाबाट आउनुभएको 1 घन्टा लाग्छ बस भेट्दिन भन्नु भएर भ्लग बनाउनु भयो त्यो चाहिँ मैले अहिलेसम्म हेरेको मैले चाहिँ हेरेको थिएँ दिदीको भ्लग च्यानल यस्तो मजाको हावा लागिरह पुरै धान गइरी खेत लह लह धानका भाला झुले हेर्नुहोस् गाइस कति राम्रो बाटो हेर्नु अहिले उता विवासाकोमा गएर भेटौँ हामी चाहिँ अब पुग्न लाग्यौँ विवासाको घर त्यति नजिकै हो त्यो बुवा चाहिँ बिरामी भएर भेट्न जानु भएको होइन यहाँ चाहिँ यहाँको बाटो चाहिँ एकदम राम्रो छ त्यही भएर चाहिँ हामीलाई चाहिँ हिँड्न चाहिँ लास्टै छिटो भइरहेको
त्यहाँ चाहिँ रमाइलो रहेछ दसैँको टिका लगाएर फोटो सुट हुँदै रहेछ डिस्टर्ब गर्न आयौँ हामी ह्याप्पी दसैँ गाइज थ्याङ्क यू ल ती आउन पाएन क्यामराम्यान बनाइसक्न लाग्नु भयो यहाँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ यहाँ फोटोसुट चल्यो ओ त्यहाँ पिङ हो खाना आना लाहन नै हामीले आएर आएको भर्खर भाषाञ्जनको अहिले आउँछु कि एकछिन पछि म है ए लाएर बस अहिले आउँछौँ भर्खर ल जाऊ अपु पसल गएर आयो पसल गएर आयो के आयो त त्यहाँ पसलको चाहिँ टिका लाउनु जानुभएको रहेछ क्या हामीले त्यहाँ नभएर पसलमा चाहिँ हामीले केही खान पाएनौँ अनि जान मात्रै भयो कि हामीलाई अनि यस्तो यहाँ फोटोसोटो खिच्दियौँ हामीले अब गएर फर्किदियौँ अनि हामी फेरि गएर आउँछौँ एकछिनमा पसलमा चाहिँ हुनुहुन्थेन क्या टिका लाउनु जानुभयो होला नि त अनि त्यस्तै भयो यतातिर नि खासै रमाइलो त रहन्छ हाम्रो घरमा चाहिँ रमाइलो नभएको हो कि भनेको रमाइलो रहन्छ किन रमाइलो होइन खै यसपालि दसैँ गाउँमा ओके है के हो यस्तो रमाइलो होइन भने मतलब यस्तो देशमा यस्तो होला भएर हो कि ऊ त्यो चाहिँ मेरो माइलो अङ्कलको घर हो आफ्नो घर पनि देखाइदिएको भयो दिदीहरूको चाहिँ पुरानो घर पनि उहाँहरूले चाहिँ बेच्नुभएको अगाडि त्यहाँ पनि दसैँ लगाएको है हौ टिका जमाएर टक्क ए माया दिदी हेलो राम्री भएर भाइरल गराइदिन्छ कि झन् कति राम्री देखिरहेको नमस्ते सबैले चाहिँ टिका लाउँदै टिकटक मलाई त आज टिका लगाएको छैन भनेर कि जसले नि फोटो खिचिदियो र टिकटक बनिदियो मात्रै भन्ने हाम्रो सबैको घरमा टिका लगाएन हाम्रो फोटो खिचिदिनु आज 10 रुपियाँ एउटा भिडियोको फोटोको 5 रुपियाँ कति राम्री देखिनको हो जर्जेटको के हेर न 32 हालेर किने आखिर फिटिङ गराउन लान्छ नि मान्छे त उहाँ हिजो गरेर यो लिएर यहाँ फिटिङ यत्रो छ ल फोटो खिचिदिएर अहिले भेटौँ ल हाम्रो चाहिँ फोटो खिचिदिइसक्यौँ अब त्यो त दसैँ ला जता पनि दसैँ लाग्छ हाम्रै घर रहेछ त्यहाँ दसैँ नलाको घर भनिन्छ यसपालि त यस्तै भयो अर्को साल आउला गीत गाउन त आउन त्यही पनि यस्तो फेरि पुरै गीत पनि आउन यति सुरुको स्टार्टिङ आउँछ त्यसपछि आउनु हामी चाहिँ घर फर्किसक्यौँ आलिस हाम्रो घर चाहिँ चन्दा मिसले लुगा धोएर नि भ्याइसक्नु भएछ सुकाउँदै हुनुहुन्छ यसपालि त यस्तै भयो अर्को साल फाइनली त्यहाँ अनबक्सिङ भइसक्यो फिटिकै सुहाएन यिनलाई चाहिँ लास्टै ज्याउ लाग्यो क्या टेन्सनमा हिँड्ने हजुर चाहिँ मम्मीले बिचरा कति ज्याउला हो पुला मेरो भाइले चाहिँ उहाँ फर्स्ट टाइम हो नि तेरो हामी चाहिँ अब टक्क लगाएर त जानु लाग्यो घुम्न घन्चोरातिर ठुलो पल्टे स्कुटी चलायो भनेर खुब डन पल्टे डन सबैलाई दसैँ लाग्यो टिका लाउन जाँदैछौँ हामी मात्रै कहाँ जानु लाग्यो अपु
कजान लायो भन्दिनी नि अलि बिजी हिन् चन्दा पौडेल राइडर आफ्टर लङ टाइम चाहिँ हाम्रो भेट भयो दुईटा बेस्ट फ्रेन्ड हो सानीमा उनीहरूलाई बर्थडेको चक्लेट म आफै ब्लग गराउँछु ओए यहाँ त देखेको छैन त्यही पनि म काला होला गाइस म कासम भएर मैले चाहिँ यिनीहरूलाई बर्थडेको चक्लेट दिँदैछु अनि लौ ह्याप्पी बर्थडे भएर लौ थ्याङ्क यू जो दुब्लो त्यसलाई झन् धेरै चाहिन्छ कि यसलाई एउटा चाहिँ मलाई हाम्रो भान्जी दादा त आइसक्नु भयो कस्तो भयो दसैँ त के भन्नु त्यस्तै भयो कति हजारमा बेच्नु भयो नि दार कति हजार त्यो त नभनौँ अब के छ त बर्थडे स्पेसल गिफ्ट आज केही छैन के छ त दादा गिफ्ट नभाग्नु है नभाग्नु केक आउँदैछ केक मैले ल्याइदिएको केकै ए अँ पैसा मैले दिएको के को लागि यस्तो रमाइलो हो नि के भयो आलु र घिरमलाको तरकारी बर्थडेको दिन आलु र घिरमाको तरकारी बनाएर के गर्नु मामा घरमा मासु खान आउनु न कस्तो मामा घरमा पनिर लिएर आउने पनिर हिजो खाएको त्यही भएर आज दिन मिठो हुन्न नि त होइन र बर्थडेवाला सङ छैन फाइनली केक खायो अब चाहिँ यहाँ सेलिब्रेसन हुँदैन कोही बस्ने के गर्नु पाइनु यसबाट फेरि त्यस्तो ओहो के छ खाएर सकाएर बर्थडे सेलिब्रेसन गरेर सकाएर बसेको हिज माई भान्जी दादा हेलो भान्जी दादा हेलो इग्नोर यता हेरेर त गर्नु राम्रोसँग बर्थडे कस्तो भयो एकदम बढिया दसैँ एकदम हो र अनि दाइले मलाई माया गरेर पिसेवामा हालिदिनु भयो के हालिदिनु भएको छ यो चाहिँ मेरो बर्थडे गिफ्ट हो विवासाले ल्याइदिएको थिइन् अनि त्यस्तो स्पेसल गिफ्ट थियो अनि हजुरहरूलाई भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट नबिर्सिनु होला ब्लग चाहिँ यसपालि इन्ड भइसक्यो होइन भाइ यो विवासाले दिएको मलाई होइन के मेरो यस्तो ठगेर टाउको टाउको मैले 1000 रुपियाँ निकालेर दिएँ थिएँ यसलाई ए कस्तो होइन मेरो म ब्लग इन गर्नु लाग्यो यो झुट बोल्यो थ्याङ्क्स फर वाचिङ द भिडियो बाई बाई एभ्रिवान लभ यु किन झुट बोलम त बाई बाई एभ्रिवान